यहाँ आएर हामीले के एक्सपेरिमेन्ट गर्दैछौँ भने मेल्टिङ र फ्रिजिङ। यहाँ प्रेसर हामीले इँटामा बाँधेर तारलाई बाँधिदिएको छु, यो बर्फ माथि राखिदिएको छु, आइस माथि हैन। अब के होला, यसको प्रेसरले यो मेल्ट गर्दै जान्छ र फेरि फ्रिजिङ पनि हुँदै जान्छ हैन। त्यसैले यो बिस्तारै के होला, यो भित्र जाँदै जान्छ र एकछिनपछि यो तार बाहिर निस्किहाल्छ र माथिबाट बर्फ जमी पनि रहेको छ। धेरै धसिसकेको छ। किनकि यहाँ हामी प्रेसर दिइराखेका छौँ, यो प्रेसरको कारण यो वायर धेरै भित्रसम्म गइसकेको छ। एकछिनपछि के होला त वायर निस्किहाल्ला यो बरफबाट। अब एकछिनपछि केही बेरपछि के हुन्छ त यो तार बाहिर निस्किहाल्छ र यो बर्फ जुन हुन्छ जब जस्ताको त्यस्तै रहला, बिस्तारै जस्तै कतिसम्म आइहाल्यो। अब यस्तो हुन्छ, अब के छ त हामीले माथि राखेको तार अब तलसम्म पुगिहाल्यो हैन र माथि र बाहिर निस्किहाल्यो। हेर तार बाहिर निस्किसकेछ, बर्फ पुरा के छ त यो सटेको छ। यो किन भयो भने मेल्टिङ र फ्रिजिङ दुईटै कुरा साइमल्टेनियसली